र साथीहरु नमस्कार। आज चाहिँ मैले शिक्षाको इतिहास सम्बन्धी महत्त्वपूर्ण जानकारीहरु लिएर आएको छु। केही महत्त्वपूर्ण ट्रिकहरु पनि यहाँ म भन्नेछु र भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहुनेछ भन्ने आशा पनि राख्दछु। अब सुरु गरौँ है त। अब शिक्षाको इतिहासमा चाहिँ हामीले प्राचीन काल, मध्यकाल र आधुनिक काल गरेर विभाजन गरिएको देखिन्छ यहाँ। प्राचीन कालमा चाहिँ साथीहरु नेपालको एकीकरण पूर्वको समय जुन चाहिँ विक्रम सम्वत 1825 अघिको समयलाई चाहिँ प्राचीन काल भन्ने गरिएको छ। त्यसैगरी पृथ्वीनारायण शाहको पालादेखि राणाकालसम्मको समयलाई चाहिँ मध्यकाल भन्ने गरिएको छ, जुन चाहिँ 1825 देखि 2007 सम्मको समय हो है। त्यसैगरी अब आधुनिक काल भनेर चाहिँ हामीले विक्रम सम्वत 2007 साल पछिको समयलाई चाहिँ आधुनिक काल भन्ने गरेका छौं। अब अर्कोमा रहेको छ यहाँनिर हामीले मौलिक वा स्वदेशी काल भनेर चाहिँ प्राचीन कालदेखि विक्रम सम्वत 1825 सम्मको समयलाई भनिने रहेछ। त्यसैगरी शैक्षिक उपेक्षा वा असावधानी काल, जुनमा चाहिँ यसमा चाहिँ उपेक्षा गरिएको थियो, शिक्षालाई चाहिँ त्यति चासोको विषयका रूपमा नहेरिएको, जुन चाहिँ पृथ्वीनारायण शाहको पालादेखि राणाकाल भन्दा अघिको समय। मितिका आधारमा हेर्ने भने चाहिँ 1825 देखि 1903 सम्मको समयलाई चाहिँ शैक्षिक उपेक्षा वा असावधानी काल भनेर भनिएको रहेछ। त्यसैगरी अब विरोधकाल भनेर चाहिँ राणाकालीन समयमा विरोधकाल भनिएको थियो। अब आधुनिक काल भनेर अघि पनि हामीले भन्यौं विक्रम सम्वत 2007 सालदेखि हालसम्मकोलाई चाहिँ आधुनिक काल भनिन्छ। र विकासकाल भनेर चाहिँ 2028 देखिको अवधिलाई चाहिँ चिनिन्छ है त साथीहरु। बुझौं अर्कोतिर। अब विक्रम सम्वत 1910 मा चाहिँ आश्विन 27 गते, जुन चाहिँ एकदमै महत्त्वपूर्ण तिथि पनि रहेको छ। यसमा चाहिँ औपचारिक शिक्षाको सुरुवात भएको नेपालमा पहिलो पटक सर्वप्रथम औपचारिक शिक्षाको सुरुवात भएको 1910 तिरबाटै हो। त्यसैगरी दरबारी स्कुलको स्थापना भएसँगै औपचारिक शिक्षाको सुरुवात भएको जुन चाहिँ जङ्गबहादुरको पालामा हो, जङ्गबहादुर राणाको पालामा। दरबार स्कुल चाहिँ थापाथली दरबारको दागचोकको भुइँतलामा अंग्रेजी प्रारम्भिक स्कुलको रूपमा स्थापना भएको थियो। त्यसैगरी त्यो दरबार स्कुलको सुपरिवेक्षकका रूपमा चाहिँ श्री रोज थिए, प्रधानाध्यापकका रूपमा श्री केनिङ थिए, जसलाई चाहिँ हामीले सु रो क्या प भनेर चाहिँ याद गर्न सक्छौं, सम्झिन सक्छौं। सु रो भन्यो भने सुपरिवेक्षक रोज, क्या प भन्यो भने केनिङ प्रधानाध्यापक। त्यसैगरी दरबार स्कुलको सम्बन्धन चाहिँ कलकत्ता विश्वविद्यालयसँग थियो सुरुमा, पछि चाहिँ पटना विश्वविद्यालयसँग सम्बन्ध भयो, जुनलाई चाहिँ हामीले क प भनेर याद गर्न सक्छौं। क कलकत्ता, प पटना विश्वविद्यालय। त्यसैगरी दरबार स्कुलमा इतिहास र भूगोल विषय पढाउन निषेध थियो साथीहरु। यो चाहिँ प्रश्न सोधिसकेको पनि हो। दरबार स्कुलमा इतिहास र भूगोल निषेध थियो। हामीले यहाँ माथि पढ्यौं दागचोकको भुइँतलामा चाहिँ स्थापना भएको भनेर। भुइँतलामै भएकाले चाहिँ भुइँ निषेध गरिएको, भूबाट भूगोल निषेध, यीबाट इतिहास निषेध गरिएको भनेर हामीले चाहिँ यसलाई सम्झिन सक्छौं। त्यसैगरी कक्षा 1 देखि 3 सम्म प्राथमिक शिक्षा, कक्षा 1 देखि 3 सम्म प्राथमिक तह, कक्षा 4 देखि 5 सम्म उच्च प्राथमिक र कक्षा 6 देखि 8 सम्म मिडल गरेर सञ्चालन भएको छ यसमा है। त्यसैगरी 1915 को मिति पनि महत्त्वपूर्ण छ साथीहरु। 1915 विक्रम सम्वत 1915 मा चाहिँ शिक्षा डाइरेक्टर कार्यालयको स्थापना भएको अथवा शिक्षा विभाग खुलेको। अब विभागको पहिलो डाइरेक्टरका रूपमा बबरजङ राणा नियुक्त भएका। त्यसैगरी 1927 मा नारायणहिटी संस्कृत पाठशालाको स्थापना भएको। मुस्तफिर ख्वाजा अहमदलाई 1927 मा चाहिँ मुन्सीखानामा नियुक्त गरेका। मटिहानी संस्कृत विश्वविद्यालयको स्थापना भएको। अब सबैभन्दा पुरानो भने चाहिँ मटिहानी संस्कृत विश्वविद्यालय, जुन चाहिँ महोत्तरीको मटिहानीमा 1775 मा स्थापना भएको भनेर राखिएको छ। यो चाहिँ हेर्नु र सबैभन्दा पुरानो है। अब रह्यो अर्कोमा चाहिँ विक्रम सम्वत 1931 मा लासाका नेपाली कार्की पाठशालाको व्यवस्था भएको। 32 मा चाहिँ भोजपुर 1932 मा चाहिँ भोजपुर दिङलामा श्री सडानन्द अधिकारीबाट संस्कृत पाठशालाको स्थापना भयो, दिङला पाठशाला। त्यसैगरी विक्रम सम्वत 1934 मा रानीपोखरी संस्कृत पाठशाला स्थापना भयो। सरकारी स्तरको पहिलो संस्कृत पाठशाला भनेर चाहिँ हामीले रानीपोखरी संस्कृत पाठशालालाई सम्झिन्छौं। र निजी स्तरको भन्यो भने चाहिँ फेरि नारायणहिटी संस्कृत पाठशाला स्थापना भनेर भन्छौं। 1941 वैशाख 1 मा चाहिँ धीर शमशेरले 54 जना ब्राह्मणलाई नित्य भोजन गराई वैदिक शिक्षा दिन गुठी राखी तीनधारा पाठशालाको पूर्वाधार खडा गरेका। पछि 1987 मा भीम शमशेरले रोक्का गरेका भनिन्छ है।